मलाई चाहिँ आज कर परेर चाहिँ यो भिडियो बनाउँदैछु। नबनाऊ भनेपछि तर यस्तो कर परेर चाहिँ म बनाउँछु, किनभने 3 खेप भइसक्यो काँक्रा हराउँदा, तर पनि मैले केही भनिनँ, मैले बनाइनँ भिडियो। किन हाल्नु यस्तो भिडियो, काँक्रा हराउँछ, खायो होला भनेर, केटाकेटीले खायो होला, कसले खायो होला भनेर त्यस्तो गरिनँ। तर आज चाहिँ मलाई किन कर लाग्यो भने चाहिँ आज काँक्रा पनि हरायो प्लस फर्सी पनि हरायो। त्यही भएर चाहिँ म तपाईँलाई म देखाउँदैछु, यो भिडियो हेर्नुहोस् हो, कहाँ कहाँ फलेको थियो म देखाउँदैछु। यहाँ हेर्नुहोस् है, यहाँको यसरी फर्सी यहाँको टक्कै टिपेर हराइदिएको, चोरिदिएको छ हो। यस्तो चोरहरू छ साला, हेरौँ नि, यस्तो मेहनत गरेर मैले मार्च बनाएर रोपेको थिएँ है, फर्सीहरू यसरी हराइदिन्छ। अचम्म लाग्छ यस्तो यो चोर्ने दिमाग चाहिँ नि, यस्तो चोर्ने दिमाग चाहिँ मान्छेले राम्रो ठाउँमा युटिलाइज गर्नु थियो भने त्यो मान्छे साइन्टिस्ट बनिन्छ। यहाँ हेर्नुहोस् नि, यहाँको टपक्कै टिपेको छ हो, यहाँ हेर्नुहोस् त। यस्तो चोर्ने दिमाग चाहिँ राम्रो ठाउँमा युटिलाइज गर्नु थियो भने त्यो मान्छे साइन्टिस्ट बनिन्छ। किनभने चोर्दाखेरि पनि उनीहरूले धेरै रिस्क उठाएर चोर्छ नि त। किनभने कसैले देख्छ कि अब कति टाइममा मान्छे चाहिँ बाहिर जान्छ, कति टाइममा मान्छे को घरबाट निस्केर बाहिर जान्छ, त्यो सोचेको हुन्छ नि त्यो मान्छेले होइन। अन्त त्यो सोचेर चाहिँ त्यति साह्रो उनीहरूले त्यो दिमागले चाहिँ क्यालकुलेसन गरेको हुन्छ क्या। त्यस्तो सोच्ने चाहिँ त्यो ट्यालेन्ट चाहिँ राम्रो ठाउँमा युटिलाइज गर्नु म भन्दैछु, अझै पनि भन्छु, त्यो मान्छे साइन्टिस्ट बनिन्छ। हेर्नुहोस् न, यसरी अस्ति यहाँ परको हराएको थियो, यहाँ तलको हराएको थियो हो, यसरी यहाँ तलको एउटा पनि हराएको थियो, 3 खेप भएको हराएको थियो। आज यहाँको टपक्कै टिपेर यसरी लगिदिएको छ। यहाँको हेर्नु चाहिँ, यहाँको यो हो, अचम्म लाग्छ। यति साह्रो चाहिँ नगर्नु के हो मान्छेले, बरु मागेर खानु। मागे भने दिन्छौँ नि हामी। आज यो कलिलो यहाँ हेर्नु चाहिँ, यो कलिलो यो काँक्रा म टिप्नु परेछ। यो चिचिलाभन्दा अलिक ठुलो मात्रै भएको यो कलिलो काँक्रा हो। यो बढ्यो भने ठुलो लामो हुन्छ, तर म यसलाई कर पऱ्यो मलाई टिप्नु। हेर्नुहोस् न, हो, बरु मागेर खाएको हुन्थ्यो नि। हेर्नुहोस् त, टिपेँ मैले। अब यो देख्नु भयो होला साथी हो तपाईँले भिडियो है। अझै तपाईँलाई म के भन्छु भन्दाखेरि, पानीको पाइप पनि 2 खेप 3 खेप सोरेर फ्याँकेको थियो पर हो, तर पनि मैले कसैलाई केही भनेकै थिइनँ। किनभने तपाईँहरूलाई यस्तो लाग्छ होला यसले भिडियो भाइरल हुनुको लागि यस्तो गरेको हुन्छ। तपाईँहरूको सोच हो, हेर्नुहोस्, म केही भन्दिनँ, तपाईँहरूको सोच हो। तपाईँको जस्तो सोच्नुहुन्छ त्यस्तै सोच्नुहोस् तपाईँले होइन। तर यति साह्रो घिनलाग्दो गर्दैछ हो यो गाउँमा, यति साह्रो चोर फैलिएको छ। के भन्नु, म त मेरो मात्रै चोरेको हो कि तपाईँहरूको पनि हराउनु सक्छ। याद गर्नुहोस्, तपाईँहरूको पनि हराउनु सक्छ। एकदम बारीमा फर्सी, काँक्रा, लौकाहरू के रोप्नु भएको छ, एकदम घरमा चाहिँ कोही न कोही चाहिँ गाइड गर्ने चाहिँ बस्नुहोस् तपाईँहरूको। धन्यवाद।